परमेश्वरको जीवन दिने आत्मा थियो, शक्तिशाली, अदृश्य तर वास्तविक। यो त्यही आत्मा थियो जुन सृष्टिको सुरुमा पानीमाथि मडारिन्थ्यो, जसले पहिलो मानिसलाई जीवित प्राणी बनायो। अनि यो सास ती निश्चल शरीरहरूमा पस्यो अनि तब जीवन आयो। साँच्चै कसरी? एउटा औँला चल्यो, एउटा आँखा खुल्यो अनि हजारौं हजार शरीरहरू एकैसाथ जुरुक्क उठे। पुरै बेसी। तिनीहरूको छाती परमेश्वरको सासले फुल्यो। तिनीहरू उभिए, बलियो, जीवित, क्षितिजसम्म फैलिएको एउटा विशाल सेना। ओहो, मृत्युमाथि जीवनको विजय कस्तो विस्मयकारी क्षण हो नि। इजेकियल त पक्कै घुँडा टेकेर रोयो होलान् यो शक्ति देखेर अभिभूत भएर। त्यो रुआख शब्द यहाँ एकदमै महत्त्वपूर्ण छ। हेब्रूमा यसको अर्थ हावा, सास अनि आत्मा तिनै हुन्छ। हो र? हो। यो केवल भौतिक सास मात्र होइन, यो परमेश्वरको जीवन दिने शक्ति हो, उहाँको सक्रिय उपस्थिति हो। त्यसले उत्पत्तिको सृष्टिको कथालाई सम्झाउँछ है, जहाँ परमेश्वरले आदममा जीवनको सास फुक्नु भयो। अनि नयाँ करारमा पवित्र आत्माको त्यो परिवर्तनकारी शक्तिलाई पनि संकेत गर्छ। यो सास बिना ती शरीरहरू माटो नै रहन्थे। यही सासले मृत्युलाई जीवनमा बदल्छ। त्यसपछि परमेश्वरले यो दर्शनको अर्थ खोल्नुभयो। उहाँले स्पष्ट पार्नुभयो। के भन्नुभयो? हे मानिसको छोरा, यी हड्डीहरू इजरायलका समस्त घराना हुन्। मतलब ती हड्डीहरूले इजरायलीहरूलाई नै जनाउँथे। हो। अनि उहाँले इजरायलीहरूको त्यो निराशाको बोली पनि भन्नुभयो। तिनीहरू भन्छन्, हाम्रा हड्डीहरू सुकिगएका छन्, हाम्रो आशा मरेको छ र हामी काटिएका छौं। उनीहरूलाई आफू पुरै समाप्त भएको जस्तो लागेको थियो, आशा नै थिएन। तर त्यहाँ परमेश्वरको प्रतिज्ञा आयो। कस्तो प्रतिज्ञा? उहाँले भन्नुभयो, हेर, म तिमीहरूका चिहान खोल्नेछु। हे मेरा मानिसहरू, म तिमीहरूलाई इजरायलको भूमिमा फर्काइल्याउनेछु। म आफ्नो आत्मा, मेरो रुख तिमीहरूमा राखिदिनेछु र तिमीहरू जिउनेछौ। वाह, कति शक्तिशाली प्रतिज्ञा हो। तब तिमीहरूले जान्ने छौ कि म नै परमप्रभु हुँ, जब मैले यो भनेको छु र पूरा गरेको छु। यो केवल भौतिक पुनरुत्थानको कुरा मात्र त थिएन होला नि? थिएन, यो त राष्ट्रिय र आत्मिक पुनर्स्थापनाको प्रतिज्ञा थियो। परमेश्वरले भन्दै हुनुहुन्थ्यो कि उहाँले आफ्नो करार, आफ्नो वाचा बिर्सनु भएको छैन। हो, उहाँले आफ्नो त्यो टुक्रिएको, छरिएको, आशाहीन भएको जातिलाई फेरि एक बनाउनु हुनेछ। उनीहरूलाई जीवन दिनुहुनेछ र उहाँको आफ्नै आत्मा उनीहरूमा बास गर्नुहुनेछ। यो केवल जीवनमा फर्काउनु मात्र भएन, यो त पूर्ण छुटकारा, उद्धारको प्रतिज्ञा थियो। अनि इजेकियलले बुझे होलान्, यो दर्शन केवल त्यो बेलाको इजरायलको लागि मात्र थिएन। होइन, यो त हरेक युगको, हरेक निराश आत्माको कथा हो। यो कथाले भन्छ कि परमेश्वरले धुलोबाट जीवन सृजना गर्न सक्नुहुन्छ। उहाँले खरानीबाट आशा जगाउन सक्नुहुन्छ। कुनै पनि अवस्था यति अन्धकारमय हुँदैन जहाँ उहाँको जीवन दिने सास पुग्न नसकोस्। यसमा भविष्यको आशा पनि थियो नि, होइन? निर्वासनबाट फिर्ती, मन्दिरको पुनर्निर्माण र अन्ततः सबै विश्वासीहरूको अन्तिम पुनरुत्थानको प्रतिज्ञा पनि। दर्शन ओझेल पर्यो। इजेकियल फेरि बेबिलोनको नदी किनारमा आइपुगे, तर उनको हृदय सधैँको लागि परिवर्तन भइसकेको थियो। हो, उनले परमेश्वरको त्यो अन्तिम वचन सुनेका थिए, मैले प्रभुले बोलेको छु र म यो गर्नेछु। हो, त्यो अन्तिम वाक्य निकै शक्तिशाली छ। मैले बोलेको छु र म यो गर्नेछु। यसले परमेश्वरको वचन कति निश्चित छ, उहाँ आफ्नो प्रतिज्ञाप्रति कति विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरामा जोड दिन्छ। उहाँले जे भन्नुहुन्छ त्यो पूरा हुन्छ। पक्कै हुन्छ। सुकेका हड्डीहरूको त्यो बेन्सी, होइन, त्यो केवल इतिहासको पानामा मात्र सीमित छैन। यो त हरेक त्यस्तो हृदयको चित्र हो जसले आशा गुमाएको छ, जहाँ सपनाहरू मरेका छन्, विश्वास थाकेको छ। जीवनमा कहिलेकाहीँ हामी सबै यस्तै बेन्सीमा उभिएको महसुस गर्छौं नि। विगतका असफलताहरू, टुटेका सम्बन्धहरू, गुमेका अवसरहरूको हड्डीले घेरिएको जस्तो। तर जुन परमेश्वर इजेकियलसँग बोल्नुभयो, उहाँ आज पनि बोल्नुहुन्छ। हो, उहाँको आत्मा जसले ती हड्डीहरूलाई जीवन दियो, त्यो आत्मा आज पनि हृदयहरूमा सक्रिय छ। जब परिस्थिति हेर्दा पुरै निराशाजनक देखिन्छ, जब मनले भन्छ अब सकियो, तब त्यो बेन्सीको कथा सम्झनु पर्छ। हो,
सायद त्यही मौनतामा परमेश्वरले हामीलाई पनि सोधिरहनु भएको छ कि के यी हड्डीहरू जिउन सक्लान्। यो प्रश्नले हामीलाई सम्झाउँछ परमेश्वर को हुनुहुन्छ भनेर। उहाँ चिहानलाई बगैँचामा बदल्न सक्ने परमेश्वर हुनुहुन्छ। उहाँले अन्धकारबाट ज्योति, अस्तव्यस्तताबाट व्यवस्था र जीवनहीन माटोबाट जीवन सृजना गर्नुभयो। उहाँले आदममा सास फुक्नुभयो, इस्राएललाई दासत्व र निर्वासनबाट उठाउनुभयो। अनि सबैभन्दा ठूलो कुरा, उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई मृत्युबाट बौराउनु भयो। हो, उहाँको लागि कुनै पनि अवस्था धेरै मृत हुँदैन, कुनै पनि हृदय उहाँको जीवन दिने सास भन्दा पर हुँदैन। त्यसैले यदि आज जीवनमा कुनै क्षेत्र सुखा, आशाहीन वा मृत जस्तो महसुस भइरहेको छ भने, चाहे त्यो विश्वास होस्, सम्बन्ध होस् वा कुनै सपना। इजेकियल 37 को यो दर्शन एकदमै सान्दर्भिक छ। परमेश्वरको प्रतिज्ञा सुन्नुपर्छ, म आफ्नो आत्मा तिमीहरूमा राखिदिनेछु र तिमीहरू जिउनेछौ। कसरी हुन्छ, कहिले हुन्छ त्यो थाहा नहुन सक्छ, तर विश्वास गर्न सकिन्छ कि परमेश्वरको आत्माले अदृश्य रूपमा काम गरिरहनु भएको छ। एकछिन कल्पना गरौँ न, आफ्नो जीवनको त्यो निराशाको बेन्सी अनि त्यहाँ बिस्तारै हावा चल्न थालेको, परमेश्वरको आवाज काने खुसी गरेको जिउ हो। उहाँको जीवन दिने सासले त्यो खालीपनलाई भरेको, टुटेकोलाई जोडेको, हराएकोलाई फेरि जीवित पारेको। परमेश्वरले यही गर्नुहुन्छ। अनि महत्त्वपूर्ण कुरा के हो भने, जब त्यो आत्माले भर्छ नि, पुनरुत्थान एक्लै हुँदैन। ए हो र हो, जसरी ती हड्डीहरू मिलेर एउटा विशाल सेना बने, त्यसरी नै परमेश्वरको आत्माले हामीलाई पनि एउटा ठूलो समुदायको हिस्सा बनाउँछ। अनुग्रहद्वारा पुनर्जीवित भएको, कृपाद्वारा पुनर्स्थापित भएको र उहाँको वचनद्वारा सशक्त पारिएको। हामी एक्लै उभिनु पर्दैन। त्यो त ठूलो आशाको कुरा भयो। हो नि। त्यसैले जब संसार वा परिस्थितिहरूले भन्छन् यो असम्भव छ, यो सकियो, तब सुकेका हड्डीहरूको बेन्सीलाई सम्झनुपर्छ। जब हृदयले भन्छ अब कुनै उपाय छैन, तब पुनरुत्थानको त्यो खडखडाहट र जीवन दिने सासलाई सम्झनुपर्छ। र जब विश्वास डगमगाउँछ, इजेकियल जस्तै भन्नुपर्छ, हे परम प्रभु परमेश्वर, तपाईँ मात्र जान्नुहुन्छ। बिल्कुल। इजेकियल 37 को यो कथा यो केवल इस्रायलको राष्ट्रिय पुनर्स्थापनाको बारेमा मात्र होइन रहेछ। होइन, यो त परमेश्वरको आत्माको त्यो अद्भुत पुनरुत्थान दिने शक्तिबारे हो, जुन आज पनि संसारमा सक्रिय छ। यो त्यही शक्ति हो जसले टुट्न लागेका सम्बन्धहरूलाई जोड्न सक्छ, गहिरो चोटहरू निको पार्न सक्छ, कमजोर भएको विश्वासलाई बलियो बनाउन सक्छ, अनि निराशामा परेका समुदायहरूलाई पनि जागृत गर्न सक्छ। हो, परमेश्वरको वचन र आत्माद्वारा मृत्युबाट जीवन र निराशाबाट आशा ल्याउने उहाँको त्यो अपरिवर्तनीय शक्ति नै यस कथाको मुटु हो। यो शक्तिशाली कथामाथि मनन गरिसकेपछि एउटा प्रश्न विचार गर्न लायक छ जस्तो लाग्छ। के प्रश्न? आज हाम्रो संसारमा, हाम्रो समुदायमा वा हाम्रो आफ्नै जीवनमा कहाँ होला जहाँ परमेश्वरको त्यो जीवन दिने सासको सबैभन्दा बढी आवश्यकता छ? गहिरो प्रश्न। अनि इजेकियलले जस्तै हामीले कसरी ती ठाउँहरूमा आशा र जीवनको वचन बोल्न सक्छौं होला जहाँ सबै कुरा समाप्त भइसकेको जस्तो देखिन्छ? यो केवल व्यक्तिगत रूपमा आशा पाउने कुरा मात्र भएन, यो त अरूका लागि पनि त्यो आशाको माध्यम बन्ने आह्वान हुन सक्छ, किनकि जहाँ परमप्रभुको आत्मा हुनुहुन्छ त्यहाँ जीवन हुन्छ। हो, यो गहिरो आत्मिक यात्रामा हामी सँगै रहनु भएकोमा यहाँहरूलाई धन्यवाद। परमेश्वरको जीवन दिने सासले हामी सबैलाई निरन्तर भरिरहोस्।